तपाईँले अस्ति भर्खर हामीले सोसियल मिडियाबाट देख्यौँ कि रुबिन महर्जन जो नेपालको टेबल टेनिस स्टार हुन्छ यङस्टर होइन उहाँलाई चाहिँ सहयोग गर्ने एउटा उद्घाटन तपाईँलाई हामीले भलिबलमा पनि देख्छौँ फुटबल पनि हेर्न आइरहनुहुन्छ त्यो एज अ क्रिकेटर भनौँ तपाईँ आफैले त्यो फिल गरेर चाहिँ अलिक बढी महसुस भयो कि यो सपोर्ट गर्नुपर्छ यो स्थितिमा भन्ने अभियसली किनकि जत्र मैले क्रिकेट स्टार्ट गरेको थिएँ अनि मसिम पनि त्यस्तो खासै पैसा थिएन र मलाई पनि धेरै मेरो साथीहरूले हेल्प गरेर म यहाँसम्म पुगेको र रुबी उषा मसँगै ट्रेनिङ गर्छन् अनि रुबीको मलाई थाहा छ कि उसको घरको स्थिति कस्तो छ र आफै पैसा लगाएर तिमी नेपाललाई रिप्रेजेन्ट गर्न जान सक्दैनौ त नेपालको नम्बर 1 प्लेयर भएर पनि कसैले स्पोन्सर गरेछ नि सबले के सोच्छ नि तिम्रो इन्स्टाग्राममा कति फलोवर छ तिमीले के अचिभ गरे मान्छेलाई थाहै छैन नि त उसको बारेमा अनि अब एज ए एथलिट भनौँ या फिर एउटा ब्रदर भनौँ मलाई लाग्यो कि ल तिमीलाई कति पैसा चाहियो यति पैसा चाहियो तर आफ्नो पकेटबाट दिन भन्दा नि एउटा एथलिटलाई हामीले स्पोन्सर गरेर दिने भने त्यसले मैले कमाएँ जस्तो लाग्छ कि एउटा मैले हेल्प गर्ने र एउटा कसैले स्पोन्सर गर्नेमा